आक्रोशको विस्फोट हो। यद्यपि यसलाई क्रान्ति भन्न मिल्छ जस्तो मलाई लाग्दैन। यो आक्रोशको विस्फोट हो। आक्रोशको विस्फोट पश्चात पनि गुन्डुबाट होइन, पहिले उहाँको नेता तपाईँ र कहिले तपाईँको नेता उहाँ भएको केपी ओलीजीलाई त अझै पनि केही भए जस्तै लाग्दैन त? लाग्दैन। त्यो नै दुर्भाग्यपूर्ण कुरा हो। भने के लाग्छ भने त्यो भन्नु नहुने होला मैले पनि होइन। उनलाई डज पुगेन कि हुन्छ नि, औषधि बिरामीलाई औषधि दिँदा औषधि त दिए पनि त्यसको पुरा मात्रामा डज पुगेन भने त्यो औषधिले काम गर्दैन। त्यस्तै भयो जस्तो लाग्छ कि। यसो भनेर मैले त्यस्तै फेरि आओस् भनेको चाहिँ होइन। तर के भने यो जनताले जुन उनलाई पाठ सिकायो नि, जुन लेसन दिए, त्यो लेसनको डज नपुगे जस्तो छ। उनी मलाई लाग्छ एउटा रौँ बराबर उनमा कुनै पुनर्विचारको कुरा म देख्दिनँ उनका कुराहरूमा। उनका बोली वचन, उनका धाक धमास, उनका चुनौती, त्यो नसुहाउने किसिमका कुराहरू छन् कि। अब त्यो सधैँ मान्छे हो कि बिरामी भएका हुन त लामो समयदेखि निश्चित खाले औषधि खाइरहनुपर्छ, त्यसको पनि दुष्प्रभाव हो कि त्यो कसरी मैले भनौँ होइन। तर त्यो एउटा सधैँ मान्छेले त्यस्तो भन्दैन। यति ठुलो पैसामा हिसाब गरेर नै खरबौँको नोक्सान भयो। ज्यानको हिसाब गरेर नै 70-72 जनाको मृत्यु भयो 23-24 गते होइन। यस्तो हुँदाखेरि पनि भेजामा अलिकति पनि पुनर्विचार गर्ने भनौँ किरण नपस्नु त यो त बिल्कुल अस्वाभाविक कुरा हो क्या। होइन, केपी ओलीको मात्रै प्रश्न भएन क्या, त्यहाँ 1-2 जना बाहेक त अरू सबै लम्पसार परेर नतमस्तक भएको छ नि त। अनि यसो हो, त्यो एउटा जुन उनीहरूको एउटा ब्लक छ, त्यसमा ती ब्लक गर्नेलाई पनि त्यहाँ उनले पुरै हैरान बनाएर चिताएका छन् क्या। अब पहिले उनी नआएकै बेलामा मलाई मदन भण्डारी, माधव नेपाल, जनार्दन खनालहरूले नि मलाई राजीनामा दिने मान्छेलाई अनुशासनहीनताको कारवाही गरेर उनीहरूले मलाई महासचिव पदबाट अल्पमतमा परेपछि राजीनामा दिएको मान्छेलाई उनीहरूले महासचिव र पोलिट ब्युरोबाट निष्कासन गरेका थिए। उहिलेको कुरा, जसका पात्रहरू भनेको मदन भण्डारी, जीवराज राजसित, जलनाथ खनाल, माधव नेपाल, यिनीहरू हुन् होइन। खास मेरो विरोध यो अरण्य रोदन जस्तो भयो, त्यसको कुनै यिनीहरूले सुनाइ गरेन। त्यही मान्यताले बढ्दै अब यद्यपि त्यस बेला त्यस्तो गरेको 39 साल कार्तिकको बेलामा केपी ओली त जेलमै थिए। तर जेलबाट रिलिज भएर आएपछि उनले त्यो स्ट्रिमलाई जोइन गरे, पोलिटिक्सको त्यो स्ट्रिमलाई जोइन गरे होइन। र उनी त्यसका पुजारी बने। र त्यही मान्यतालाई आएर उनीहरूले जस्तो त्यहाँ अलिकति पनि आफ्नो विरोधमा बोल्नेलाई उनीहरूले कारवाही गरेर सुरुमा कारवाही गर्ने मान्छेलाई तर्साउनु पर्यो भने सिपी बनाइदिन्छु भन्थे एमाले जनहरू, पछि भीम रावल बनाइदिन्छु भन्नु पायो आजकल। अब अहिलेसम्म त भन्न पाइरहेका छन्, तर भन्न सुरु गरेका थिए अब उयो चाहिँ हाम्रो विद्या भण्डारी विद्या बनाइदिन्छु भन्ने कुरा आयो। यस प्रकार उनीहरूले पार्टीभित्र पनि यो भने एउटा नीतिगत ढङ्गले एउटा नीतिको नैतिकतायुक्त डेमोक्रेसी, जसलाई अब कम्युनिस्ट पार्टीभित्र डेमोक्रेटिक सेन्ट्रलिजम भनिन्छ, मैले व्याख्या गरिनँ होइन। निर्णय लिनुभन्दा अगाडि सबैले बोल्ने, छलफल गर्ने र निर्णय गर्दा एकमतले अथवा बहुमतले निर्णय गर्ने, त्यसलाई सबैले पालन गर्ने विधि हो। त्यो त निर्णय गर्ने बेलामा पनि बोल्न नपाउने स्थिति छ त्यहाँ। कसैले बोल्यो भने उसलाई बदलाइ लिइन्छ। अब भनौँ हाम्रो भीम रावल बनाइन्छ या विद्या भण्डारी बनाइन्छ, त्यही कारण त्यहाँ डरले थरहरी छन्। अब त्यो किसिमको यत्रो घटना हुँदा पनि अझै पनि चेत्दैनन् त अरूले। लो ओलीजीले त चेतेनन्, थाहा पाएन, चेत खुलेन होइन। अरूले चाहिँ भनेका छन् अहिले त्यहाँ 18-19 जनामा 10-12 जनाले चाहिँ अब नेतृत्व बदल्नुपर्छ, अब अध्यक्ष ओलीले ठाउँ छोडिदिनुपर्छ, मार्ग प्रशस्त गर्नुपर्छ भनेर नरम शब्दमा, मिठो शब्दमा उनीहरूले बोलिरहेका छन्। अब अरू 8 जनाले के बोल्ने भने एक दिन स्थगन भएपछिको फेरि बैठक राखेको छ, सायद आज होला, त्यहाँ के बोल्ने हुन् र त्यसपछि उनले के गर्ने हुन्। र उनले रेगुलर महाधिवेशन पनि उनीहरूको 11औं महाधिवेशन आउँदैछ होइन। त्यो महाधिवेशनबाटै परिवर्तन गर्ने भनेर जानेर महाधिवेशनसम्म कयौँ खेल खेलेर होइन, कयौँ सगुनी पासा फ्याँकेर फेरि आफू नै कायम रहने प्रयत्न केपी ओलीबाट हुने कुरा धेरैले अनुमान गर्छन्। म पनि त्यस्तै अनुमान गर्छु।